सुनाई सिप कक्षा 5 पाठ 8। घडी मानिसका लागि नभई नहुने साधन हो। पहिले पहिले घडी थिएन। मानिसहरूले घामको छायालाई हेरेर समय पत्ता लगाउँथे। उनीहरूले बिहानीमा भाले बासेको सुनेर उज्यालो भएको थाहा पाउँथे। बादल लागेको बेलामा बदमको पात एक आपसमा जोडिएमा वा झ्याउकिरी कराएमा साँझ परेको थाहा पाउने गरिन्थ्यो। पछि घडीको आविष्कार भयो र मानिसलाई समय थाहा पाउन सजिलो भयो। जर्मनीका पिटर हेन्लिनले पहिलो पटक घडी बनाए। उनले बनाएको घडी निकै ठुलो थियो। आजभोलि घडीलाई विभिन्न स्वरूपमा देख्न पाइन्छ। हातमा बाँध्ने घडीलाई हाते घडी भनिन्छ। टेबलमा राख्ने घडीलाई टेबल घडी र भित्तामा झुन्ड्याइने घडीलाई भित्ते घडी भनिन्छ। घण्टाघरमा राखेको घडीले बेला बेलामा घन्टी बजाएर सबैलाई समयको जानकारी दिने गर्छ। काठमाडौँको त्रिचन्द्र कलेज रानीपोखरीमा रहेको घण्टाघर श्री 3 वीर शमशेरले बनाउन लगाएका हुन्।